थ्याङ्क यू सो मच एग्रिकल्चर टिम। यो चाहिँ मेरो लागि सरप्राइज केक थियो, युके भिजा क्रिएट भएको भएर। त्यही भएर मैले प्रपर वेमा भ्लग गर्न पाइनँ किनभने अनएक्सपेक्टेड अनि सरप्राइज भएको भएर। कङ्ग्रेचुलेसन छ। सबैजनाले अलिकति मुख सुचो छ, मैले के भने होला मनमा बिगारेर माइन्ड नभएर मन थाहा माफ गरिदिनुहुन्छ। बानी बुझिसक्नु भयो, यत्रो 6-7 वर्षमा यसो बानी यस्तै हो भन्ने बुझिसक्नु भएको हो। मनमा लिनुहुन्न, मैले मनदेखि कहिले पनि कसैप्रति नराम्रो त्यसरी सोचेन। त्यही हो, मैले पनि साथीहरूको प्रगति अझै देख्न पाऊँ। सबै सरहरूले सम्झिनु होला, बेला बेलामा म पनि सम्झिनुला। भेटेको बेला बोल्नु होला, नचिने जस्तो नगर्नु होला। विदेश गएर आइसकेपछि फेरि यहीँ बसेका हुन् भनेर चाहिँ नचिने चाहिँ तपाईँले पनि नगर्नु होला। सरप्राइज जस्तो भयो। हुन त अलिकति के भन्छ इमोसनल हुने टाइम हो, तर म इमोसनल हुँदैन किनभने फेरि भेट हुन्छ। सँग त मेरो अझ उता पनि भेट होला, उता भेट नहुने साथीहरूसँग पनि भरे कहाँ बोलौँला भन्नु छैन। यति धेरै सन्जालहरू छन् जहाँ पनि हामी जोडिरहेको छौँ, बोलिरहेको छौँ। फिजिकल्ली भेट नभए पनि अनलाइनमा बोल्ने हुन्छ। त्यही भएर म चाहिँ बिचारा इमोसनल भएको छैन। थ्याङ्क यू सो मच। यो प्रिसियस मुमेन्टलाई चाहिँ म क्याप्चर गरेर भइ लड्न लाग्छु अब। आज चाहिँ हाम्रो हौसला बसन्त म्यामको हाम्रो भिजा युकेको भिजा आएको उपलक्ष्यमा सानो चाहिँ ह्याप्पी जर्नी प्रोग्राम राख्नु भएको रहेछ। मलाई त थाहा थिएन। यसमा चाहिँ हाम्रो साथीहरू चाहिँ हाम्रो कोअर्डिनेटर सरहरू हुन्छ, सबै सर म्यामहरूले चाहिँ उहाँलाई सेफ जर्नी भनेर चाहिँ गर्नुभएको छ। It's a gift. Thank you so much. मेरो एजीको टिमलाई थ्याङ्क यू सो मच। I miss you a lot.
यो त लाइफ टाइमको मेमोरी भयो मलाई मन पर्यो एकदमै थ्याङ्क यू माध्यमिक विद्यालय प्राप्ति 5 सिसनिया यस विद्यालयमा हामीसँग सहकर्मी हाम्रो हौसला बस्नेतज्यूको आज विदाय कार्यक्रम राखिएको छ। यस विदाय तथा शुभकामना कार्यक्रमलाई औपचारिकता दिनको लागि यस कार्यक्रमको अध्यक्षता ग्रहण गर्नको लागि मैले यस विद्यालयका प्रमुख श्री विनोद कुमार गुप्ताको लागि अनुरोध गर्दछु र आज सम्पूर्ण अग्रज शिक्षक म्याम सर म्यामहरूलाई आफ्नो ठाउँमा यथास्थानमा आसन ग्रहण गर्दै र विदाय भएर आज जाने गर्नुभएकी हौसला बस्नेतज्यूलाई पनि म आसन ग्रहण गर्न चाहन्छु। आज हामी यस विदाय कार्यक्रम आयोजना गर्दाखेरि अलिकति थोरै भावुक पनि अलिकति नमिठो पनि महसुस भइरहेको छ। यद्यपि उहाँले आफ्नो जीवनलाई अझ अगाडि बढाउनको लागि उहाँले केही प्लानिङहरू गर्नुभएको छ। उहाँले चाहिँ राजीनामा पनि पेश गर्नुभएको छ। उहाँलाई हामी अल द बेस्ट, उहाँको यात्रा अझ सुमनमय रहोस् भनेर हामी कामना गर्दैछौँ। त्यस बारेमा हामी खुसी छौँ भने अलिकति हामी दुःखी पनि छौँ। अब आज यस विदायी कार्यक्रममा विदायीका शब्दगुच्छाहरू मार्फत उहाँलाई शुभकामना प्रदान गरिदिनुको लागि यस विद्यालयकी शिक्षिका श्री यमा आचार्यज्यूलाई म अनुरोध गर्दछु। धन्यवाद सर। आजको यस विदायी भएर जाँदै गर्नुभएका हामी हौसला बस्नेत म्याम यस विद्यालयका प्रज्यू लगायत सम्पूर्ण शिक्षक स्टाफहरूमा मेरो पनि नमस्कार। र आजको यस औपचारिक रूपमा विदायी हुन लाग्नुभएकी म्याडम विगत लामो समयदेखि यस विद्यालयमा अध्यापन गर्नुभएको थियो। उहाँको शील स्वभाव सम्पूर्ण कुराहरूसँग हामी छोटो समयमा आएर यहाँ परिचित हुन पायौँ। यो छोटो समयमा पनि उहाँले निकै नै प्रभावित गर्नुभएको थियो र विगत लामो समयसम्म अध्यापन गर्नुभएका सम्पूर्ण शिक्षकज्यूहरूलाई पक्कै पनि हामीलाई भन्दा पनि बेसी दुःख लागेको होला जस्तो लाग्छ मलाई। मैले धेरै समयसम्म उहाँसँग सङ्गत गर्नु त पाइनँ, तर छोटो समयमा पनि उहाँको मायालु स्वभाव र यहाँले देखाएको सम्पूर्ण कुराहरू पुरा गरेको जस्तो मलाई लाग्छ। त्यसर्थ उहाँको रोजाइको खुसीको यो अवस्था, यो सफलताको यो घडीमा हाम्रो विद्यालय तर्फबाट मेरो तर्फबाट पनि अत्यन्तै खुसी प्रकट गर्दछु। किनकि सहकर्मी मित्रको खुसी नै हामी सबैको खुसी हो। त्यसैले उहाँको आगामी दिन उहाँ विदेशमा रहँदै गर्दा आफ्नो इच्छाको देशमा जाँदै गर्दा त्यहाँको बसाइ सुखमय सफल र एउटा अविस्मरणीय उपलब्धिमूलक बनोस् भन्ने शुभकामना दिन चाहन्छु। अरू मैले केही पनि भन्न चाहन्न। उहाँको उत्तरोत्तर भविष्यको उत्तरोत्तर प्रगतिको शुभकामना भन्दै मलाई ती चार शब्दले अन्त गर्दछु। धन्यवाद। पक्कै पनि उहाँको यात्रा, आगामी यात्रा सहज हुनेछ र हामी जसरी जोडिएका थियौँ हाम्रो सम्बन्ध अझै अगाडि आगामी दिनमा पनि अझ प्रगाढ हुँदै जानेछ भन्ने कुराको विश्वास लिएका छौँ। र निश्चित आफ्नो उद्देश्य प्राप्ति पछाडि फेरि पनि फर्केर नेपालमै फर्किएर हामी फेरि पनि काम गर्ने अथवा फर्केर नेपालमै आफ्नो पसिनाहरू बगाउनेछ भन्ने कुरा पनि आशा गर्न चाहन्छु। त्यसपछि उहाँलाई यस विदाय कार्यक्रममा विदायका शब्दगुच्छाहरू मार्फत र आफ्ना भावनाहरू मार्फत शुभकामना आफ्ना
दिनको लागि शब्दहरू दिनको लागि यस विद्यालयका शिक्षकश्री रामकृष्ण पौडेलजीलाई धन्यवाद। विदाई कार्यक्रमका सञ्चालक कार्यक्रमका अध्यक्ष र आज हुँदै भएर जानुहुने यस विद्यालयमा करिब 6 वर्ष बढी सेवा समर्पण गरेका हौसला बस्नु र उपस्थित शिक्षक साथीहरू कर्मचारीहरू, मैले आज मात्रै हौसला बस्ने राजलामा दिँदै हुनुहुन्छ र आज उहाँको विदाई गर्नुपर्छ भन्ने कुरा म कक्षा 12 को इक्जाम सुनिरहेकै इक्जाम हलमा सूचना प्राप्त भयो र त्यही सूचना पाएपछि मैले चाहिँ आज उहाँलाई केही शब्दबाट विदाई गर्नु भन्ने लाग्यो। यो विदाई समग्र राष्ट्रसँग पनि जोडिएको विदाई छ र फेरि आगमनसँग पनि जोडिएको कुरा छ। मैले धेरै कुरा नगरिकन मैले आफ्नो थोरै 4 लाइन मात्रै छ यो सृजनालाई मैले यहाँ प्रकट गर्न चाहन्छु। यो कुनै खालको नीति नियमसँग सम्बन्धित छैन र स्वागतम सुरुवातमा हुन्छ रमझम खुसी, बन्छन् त्यो सहयात्री सबैका माझ हाँसी, कल्पनामै हुँदो त रहन्थ्यो सँगै साथी, बाध्यता भनौँ या त रहर देखिन्छ देश छोड्ने ताती, के भो दुनियाँ आज यस्तो टिक्दैन प्रतिभा देशमा, भयो बेहाल समाज हाम्रो बाल वृद्ध रह्यो शेषमा। विदाई छ साथी आज हुनेछ स्वागत शीघ्र तिमीलाई, न अल्मलिएर फर्कनु स्वदेशमा, अध्ययन व्यवहार सबै मिलाइकन, न अल्मलिएर फर्कनु स्वदेशमा, न अल्मलिएर फर्कनु स्वदेशमा, अध्ययन व्यवहार सबै मिलाइकन। धन्यवाद। यसपछि पालै पालो सबै टिका म्यामलाई टिका लगाइदिएर लागि अनुरोध गर्दछु। प्रगतिको लागि जान हो, आफूले सोचेको ठाउँमा जान हो, त्यही भएर चाहिँ त्यो गर्नु गर्नु छैन नि, हामीले पनि गराउनु होला जाउँ होला। प्लेन टिकट त भिसा पठाइदिनु निकै भावुक यो सेयरबाट हामी अहिले बुझिरहेका छौँ। तर पनि हामी बलियो हुनुपर्ने, यसले दुःख अलिकति यो नमिठो पललाई चाहिँ यसलाई बलमा कन्भर्ट गरेर चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। हामी कमजोर भएर हुँदैन, हामी युवाहरू चाहिँ अब यस पछाडि चाहिँ यस विदाई कार्यक्रममा विदाई भएर जाँदै गर्नुभएको हौसला म्याडमलाई पनि आफूलाई मन लागेका कुराहरू, विचार शब्दहरू राखिदिनको लागि, आफ्नो यात्रा, आफ्नो अनुभूतिहरू, यस विद्यालयसँग जोडिएका अनुभूतिका कुराहरू के छन् भने राखिदिनको लागि अनुरोध गर्दछु। कस्तो के भने एकदमै स्टुडेन्टबाट अल अफ द सडन त्यो टिचिङ फिल्डमा चाहिँ सिफ्ट भएको पिरियड थियो। जब म 2 महिना पढिसकेको 2 महिनामै मलाई चाहिँ जबको लागि आएको थियो। अहिले मलाई बुझ्ने बेला पनि थिएन। त्यो भइसकेपछि काम गर्दै जाँदा त्यस्तो नराम्रो कहिले नै भएन। सरले सपोर्ट नै गर्नुभयो। अलि नेचरली बुझ्थेन केही कुरा भनेपछि चित्त नबुझेपछि इमिडिएट रियाक्सन दिने बानी, एकदमै सर्ट टेम्पर, एकैछिन आफ्नो रियाक्सन दिइहाल्ने र एकैछिनपछि चाहिँ रियलाइज हुन्थ्यो मैले गल्ती गरेको सही गरेँ, अनि रियलाइजेसन पनि गर्थेँ। मैले अलमोस्ट 7 इयर्स हुन लाग्यो, सालमा 7 वर्ष हुन्छ काम गर्दै जाँदा। मलाई त कस्तो लाग्छ भने यहाँ मेरो घर जस्तो लाग्छ। एकदमै कच्चा उमेरमा आएँ, लगभग 20 वर्षको उमेरमा यहाँ आएको थिएँ। अहिले 27-28 वर्ष पुगेँ म त भुल्टिएको जस्तो लाग्छ। त्यही भएर एकदम गाह्रो, कहिले आउँदा भिजा, कहिले बाहिर जाउँला, सर्वदै छोडेर म खुसी भएर जान्छु। यस्तो एक्सपेरिमेन्टहरू दिन्थेँ, तर जुन दिनबाट भिजा आयो त्यो दिन
गरी समयको महत्त्व समय हेर्नुहुन्छ भनेर यो घडी दिनुभएछ एकदम मन पर्यो थ्याङ्क यू सो मच सर्वोदय फ्यामिलीलाई एकदम मन पर्यो अनि फेरि यो पनि छ सँगसँगै प्रमाणपत्र थ्याङ्क यू